आजको हाम्रो मेन ब्लग चाहिँ पोटो स्क्वायरबाट स्टार्ट हुँदैछ है। त्यहाँ जान्छ मैले टन्नै माटोको भाँडाहरू देखेँ है। त्यस पछाडि म गएँ सिधै हाम्रो माटोको भाँडा बनाउनु दाइबाट जान्छ। दाइले चाहिँ यता के बनाउँदै हुनुहुन्थ्यो तर खतरा बनाउँदै हुनुहुन्थ्यो। त्यस पछाडि मैले भने खुत्रुको बनाउनु भने दाइले हुन्छ भन्नुभयो। सो दाइले चाहिँ आफ्नो कलाकारी चाहिँ देखाउन सुरु गरिसक्नु भएको थियो। सो मैले यसो एक दुईवटा सेल्फी हानेको। दाइले त गमला जस्तो बनाउनु भयो। मैले त दाइले दाइ खुत्रुको बनाउनु भनेको। त्यसपछि चाहिँ दाइले आफ्नो चक्कु जस्तो निकालेर त्यसलाई हल्का फुल्का गोलो गोलो बनाउँदै हुनुहुन्थ्यो है। सो त्यस पछाडि चाहिँ दाइले आफ्नो दुई हात लगाएर त्यसलाई चाहिँ पुरै गोलो नै बनाउनु भयो होइन। सो दाइले चाहिँ अब टुप्पो मात्रै मिलाउनु बाँकी थियो। सो टुप्पो पनि बिस्तारै बिस्तारै गर्दा दाइले मिलाइदिनु भयो। अब त सकियो होला भनेको दाइले त फेरि चक्कु निकालेर त्यसलाई अझै चिलाउँदै हुनुहुन्थ्यो। दाइले यसलाई के गर्नुभएको भने त्यहाँ हल्का फुल्का बाङ्गो टिङ्गो हुन्छ। सो त्यसैलाई मिलाएको भन्नुभयो। सो दाइले लास्टमा चाहिँ आफ्नो धागो निकालेर त्यसलाई दुईपट्टिबाट कट गरेर आफ्नो खुत्रुकै रेडी गर्नुभयो। अनि सो म त्यस पछाडि त्यहाँबाट निस्केर गएको थिएँ। यता फेरि माटोको फ्रिज देखेर उता चाहिँ बुढाहरू चेस खेल्दै रहेछन्। बुढोले त हेर्दा हेर्दै चेक गर्दै गोटी चेक गरेपछि बुढोले जित्यो। अनि बुढो चाहिँ हाँस्दै बसिरहेको थियो। अनि सो आजको लागि यति नै, बाई बाई।